कोही कोही मान्छे हुन्छ नि हजुर भोलि पछि तँलाई भन्दै सराब गर्दै गयो नि, यसलाई धार्ने हात भन्छ। यो धार्ने हात लाएर कुरा गर्ने बोल्ने मान्छेको नजिकै नबस्नु। यो जस्तो राक्षसी मुद्रा अरू केही पनि छैन। तँलाई भनेर इगो राख्ने, तँलाई भनेर श्राप दिने, यिनको नजिक पनि बस्न हुन्न। किन भन्दा आयुर्वर्ष यशोबलम, आयु नष्ट हुन्छ, कान्ति नष्ट हुन्छ, प्रतिष्ठा नष्ट हुन्छ, बल नष्ट हुन्छ। नमस्कार छ यहाँलाई भनेर सम्मान गरून्, जय होस् भनेर यो आशीर्वाद मुद्रा प्रदान गरून्, जय जय भनुन्, अरूको भलो चिताउन्। यी मुद्रा मानवीय मुद्रा हुन्, दैविक मुद्रा हुन्, भगवत मुद्रा हुन्। हातका जय होस् भन्नु, जय जय भन्नु, नमस्कार भन्नु, अरूलाई सम्मान गर्नु, यो मानवीयता हो। तर तँलाई भन्नु, तँलाई भन्नु, कुरा कुरामा हाँसेर बोलिरहँदा पनि यसरी धार्ने हात लाएर चाहिँ कुरा गर्नु, त्यस्तो मान्छेको नजिक बस्नुहुन्न। यो बानी असाध्यै नराम्रो हो। त्यसैले आजैबाट यदि हामीमा पनि त्यस्ता बानी छन् भनेदेखि सुधारिहालौँ र अरू पनि त्यस्तो मान्छे छन् भनेदेखि सङ्गत नगरौँ। हस्।